गुड मर्निङ गाइज। हामी चाहिँ हिजो यता बुङ भन्ने ठाउँमा बस्यो एन्ड हिजो हामी यो रुममा सुतेको थिएँ। सो म चाहिँ रेडी भइसकेँ, बेन चाहिँ पनि रेडी भइसक्नु भयो एन्ड ब्याग स्याग सब रेडी भयो होइन। बुङबाट देखिने त्यहाँको गाउँ टोल पहाड हेर्नु म बिहानदेखि एकदम धेरै एक्साइटेड थियो कि होइन, बिहान कतिखेर उठौँ अनि हेरौँ जस्तो लागिरहेको थियो होइन। एकदम ठिक छ होइन, पुरानो घरहरू छन् तर पनि एकदम राम्रो कि होइन। सो खतरा के होइन, सोताङ र बुङ मात्रै राम्रो होइन कि धेरै टोलको नामहरू रहेछन् तर मलाई राम्रोसँग थाहा छैन। माकुलुङ, चेस्कम अनि सोताङ नेले धेरै धेरै टोलहरू रहेछ होइन, तर मलाई चाहिँ राम्रोसँग थाहा छैन। मेनहरू चाहिँ हल्का हल्का थाहा छ किनकि म फर्स्ट टाइम पुगेको हो नि त, त्यही भएर मलाई खासै राम्रोसँग थाहा छैन गाउँ डुल्दै बाइकमा। सो बवाल छ, हेर्नुहोस् न गाइज, गाउँघर होइन एकदम सिम्पल लाइफ छ तर बवाल छ होइन। गाउँहरू घरहरू एभरेस्टको हलभन्दा पर गाउँको रोयल जिन्दगी यहाँ देखिन्छन्, जहाँ राई समुदायको संस्कृति भाषा र परम्परा जीवन छ। यहाँको पहाड खोला, यहाँको जीवन सिम्पल छ तर माया अतिथि भाव प्योर छ। मोबाइल नेटवर्क कम होला तर मनको नेटवर्क फुल सिग्नलमा हुन्छ। यहाँ न त लग्जरी छ न त धेरै फेसिलिटी तर सन्तोष छ, समय छ र आफ्नो छ। सायद त्यसैले जसको गाउँ छ उसकै जिन्दगी ओरिजिनल छ। जे होस् पहाडको ठाउँ छ, ठाउँहरू बवाल छ, मजा आयो, बुङसम्म आयो होइन। सो फाइनली अर्कोचोटि साथ यो टाढा जानु पर्ला। अहिले चाहिँ जस्ट बुङसम्म मात्रै पुग्यो होइन, माथि बसेको आम्बो यहाँ चाहिँ बवाल खतरा आयो। अघि कहाँ के जाने भन्दै थियो भने त्यो चाहिँ कता हो र त्यता अम्बो मर्नु छ त। फाइनली हामी चाहिँ अब बुङदेखि फर्किन लाग्यो। अब त 4 बज्न लागिसकेछ। बुङमा दिएर बस्यो होइन, राम्रो छ होइन ठाउँ, कस्तो कालो निस्के। ओह म गाइज अब छाउले छोड्नु भएन। सो अब चाहिँ हामी फर्क्यो है, फेरि घरमै फर्क्यो। आज धेरै घुमिएछ। आज चाहिँ सोताङमा बस्यो होइन। खास हामी नेले या सलेर पुग्छ भनेर आएको थिएँ तर पुग्न सकिनँ। अनि सोताङमा बसिरहेको छु एन्ड खाना खायो खाएर सो बेना चाहिँ सुतिसक्नु भयो। अब म पनि एकछिनमा सोध्छु एन्ड आज कुनै बवाल नै भयो होइन, रमाइलो भयो किनकि नयाँ ठाउँमा होइन बवाल लाग्यो। घुम्न पायो होइन, घुम्न पायो मजाले होइन, घुमियो बसियो लै बढी लै जे होस् राम्रो लाग्यो होइन। किनकि सक्यो ठ्याक्कै 9 बजेछ होइन। म पनि एकछिनमा सुत्छु एन्ड गाइजहरूलाई आजको लागि गुड नाइट।